हेलो एभ्रिवान, आज चाहिँ मेरो डिजिटल मार्केटिङ ट्रेनिङको डे 4। सो आजको दिन कसरी बित्यो हेरौँ है त। आज म बिहानै उठेँ, नानी बाबुहरू सबैजना सुतिरहेको थियो। त्यसपछि दाल चामल भिजाएँ, नानीको टिफिनको लागि मोमो पनि तयार पारेँ। त्यसपछि बाबुलाई अन्डा उसिने पूजा गरिसकेर मैले एक ग्लास पानी खाएँ। त्यसपछि मेरो बाबु उठिसकेको थियो यो बेलामा चाहिँ। अनि म तरकारी पकाउनुतिर लागेँ। अनि बाबुलाई अन्डा खुवाउनको लागि पनि म चाहिँ तयारी गर्दैछु, अन्डा र दाल खुवाउनको लागि। उसलाई खुवाइदिएँ पनि। त्यसपछि नानी पनि उठ्यो, नानीलाई पनि खुवाउन थालेँ। उसलाई स्कुलको लागि रेडी पनि गराउनु थियो मलाई चाँडो चाँडो। सो उसलाई खुवाउँदै रेडी गराउँदै गरिसकेपछि उसको टिफिन रेडी गराउँदैछु म चाहिँ। उसको मोमो फ्राई गरेँ, म्याङ्गोलाई राखिदिएँ। सो चाहिँ रेडी भयो साथीहरू, रेडी भएर गइ पनि सक्यो। त्यसपछि म भित्र आएर बाबु सुताएँ र माम खानातिर लागेँ। सो मेरो बाबु फेरि उठेर माम खाँदैछ है, यो चाहिँ दाल माम खाँदैछ। अनि त्यसपछि हामी मामु छोरा रेडी भयौँ जानको लागि। यति बेला चाहिँ 11 बजिसकेको थियो। हामी चाहिँ हिँड्यौँ, हामी चाहिँ बाटोमै हिँडिरहेको छौँ। यो बेलामा चाहिँ पुगेको छैनौँ। त्यसपछि हामी पुग्यौँ पनि। पुगिसकेपछि सबैजना साथीहरू आइसक्नु भएको रहेछ। अनि सर पनि आइसक्नु भयो र स्टार्ट पनि गरिसक्नु भएको थियो यो बेलामा चाहिँ। सो हामी आज चाहिँ मेरो बाबु खेलिरहेको छ, एकछिन खेलेर सुत्यो ऊ चाहिँ। आज चाहिँ ग्रुपमा भिडियो कसरी बनाउने भनेर सरले सिकाउनु भएको थियो, ग्रुप बनाएर। यति बेलासम्म मेरो बाबु निदाइरहेछ आनन्दले। त्यसपछि यो चाहिँ घर जाने बेलाको हो गाइस। हामी चाहिँ खाजा लिएर लागिसक्यौँ बाई बाई भन्दै फर्किसक्यौँ यति बेला चाहिँ। सो घरमा आएर अघि लिएको खाजा खान थालेँ म चाहिँ। त्यसपछि बाबुलाई लिटो खुवाउनलाई लिटो तयार पारेँ। लिटो खुवाइदिइसकेपछि फाइनली मेरो काम चाहिँ सिद्धियो। म चाहिँ अब रेस्ट गर्नतिर लाग्छु साथीहरू। बाई बाई। आजको ब्लग कस्तो लाग्यो साथीहरू? यस्तो ब्लग हेर्न चाहनुहुन्छ भने फलो गर्नु नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ।